श्री सिद्धार्थ गौतम बुद्धको मावली स्थल भनेर चिनिने गरिने यस देवदहमा म सानैबाट हुर्केर गर्वका साथ भन्न पाएको छु कि म देवदहवासी अमर कहाँ मगर। हेलो व्हाट्सअप गाइस, वेलकम टु माई भ्लग। अनि आज चाहिँ मैले नयाँ भ्लग लिएर आइसकेँ। अनि त्यसमा चाहिँ म आज कता कता गएँ के गरेँ भन्ने कुरा चाहिँ हजुरहरू सामु ल्याउने कोसिस गर्नेछु। हरेक मोमेन्ट मैले जति पनि गर्छु मोमेन्ट, त्यो सब मोमेन्ट तपाईँहरू सामु ल्याउने कोसिस चाहिँ म गर्छु, जसमा 100मा 100 आज चाहिँ दिनै पर्छ। मैले आज चाहिँ दिनै पर्छ। यो चट्ट स्टार्टिङ भाग्यो पप्पी, यसको पप्पी भाग्यो। गाइस उसले पप्पीले मसँग आउन भने मानेन, त्यसकारण अब चाहिँ त्यहाँ भागिसकेको। अब भने हामी जानुपर्ने हुन्छ गन्तव्यतिर स्वाइट। मैले चाहिँ स्कुटी निकालेर चट्ट अब रेडी भइसकेँ। अब मात्र भनेको जान मात्रै बाँकी भए त आउँछ। अब चाहिँ होइन चलाएको त अब हामी दुईजना साथी हो जाने होइन। अब टक्क चलाएको अहिले चलाएको यसो यताउति गरेको भिडियोहरू चाहिँ हामी देखाउँछु। अहिले चट्ट घन्टा पुगौँ पहिला। ल लभ यु। ल सब गाइस, म भने घुम्दै फिर्दै यही हामीले 12मा फाइनल इक्जाम दिएको हो, जसमा चाहिँ यो यही स्कुलमा हो। एकदमै टाइट गरेको थियो र म भने यही स्कुलले गर्दाखेरि अब फेल हुन सक्छु, तर के छैन, एकदमै टाइट चाहिँ एकदमै गरिरहेको थियो। अब फेरि हामी लाग्नुपर्ने हुन्छ हाम्रो गन्तव्यतिर। गाइस हामी चाहिँ फाइनली हाम्रो गन्तव्यसम्म आइपुग्यौँ। अनि मैले चाहिँ यही देखाउनलाई बिहानबाट यसो छौती झाम्ता बोकेर हिँड्छौँ आएको थियो। यो चाहिँ हाम्रो अब यो पनि के हो भन्ने कुरा तपाईँहरूले भन्नु होला। यो चाहिँ हाम्रो एसियाकै स्पेसल रेयर आइटम हो, पाकडी वृक्ष। अनि यहाँको चाहिँ के छ भन्दाखेरि यहाँ चाहिँ चट्ट पुरा कहिले पनि जनावरहरू अनि चराहरू कहिले पनि आउँदैन अरे। अनि यो चाहिँ कहिले पनि सुक्दैन अरे, हरियालीको हरियाली हुन्छ अरे। अनि यसको धेरै उस छ। हामी चाहिँ यसैको लागि भनेर आएको थियौँ। राम्ररी एक्सप्लोर गर्नेछौँ अनि भित्रबाट राम्ररी हेर्नेछौँ। आउनु गाइस चट्ट सर इन्टर गरिसक्यौँ हामी। तपाईँहरूले उसलाई हेर्नु कति ठुलो छ एकदमै चट्ट। पानी परेर भिजेरहेछ एकदमै ठुलो छ। अब एसियाकै ठुलो भनेपछि अब अर्को कुरा हामी चाहिँ भित्र आइसक्यौँ। अनि जसमा एक्सप्लोर गर्दा गर्दा यसको डालाहरू हेर्नुहोस्। लाइक यसको यो जस्तै हाम्रो मान्छेको पार्टहरूमा हाम्रो यो औलाहरू कान्छे औला जस्तै यसको पनि पार्टहरूमा यो चाहिँ डाला यसको कान्छे औला जत्रो भनेपछि यत्रो ठुलो छ भनेपछि सोच्नुहोस् यो रुख कति ठुलो होला। अनि फेरि देख्न सक्नुहुन्छ हाम्रो यो पाकडी वृक्ष कति ठुलो छ, कतिसम्म ठुलो छ भन्ने कुरा त यहाँ तपाईँहरूले हेर्न आउनुहोस्, आएपछि बल्ल थाहा हुन्छ। हेर्नुहोस् कति ठुलो छ। अब चाहिँ हामी यहाँबाट लाग्नुपर्ने हुन्छ। हामी यहाँदेखि अर्को बुद्धकै पार्टहरू जस्तै देवदहको दह यताउति देवदहसँगै जोडिने धेरै कुराहरू चाहिँ आज मैले यही भिडियोमा हजुरहरूलाई देखाउने छु। अनि अन्त्यमा चाहिँ यहाँ चाहिँ हाम्रो पेन्टिङले पनि केही कुरा बताउन कोसिस गरिएको छ लगभगमा। लाइक यो यता साइडकोमा चाहिँ धेरै इन्डस्ट्रियलाइजेसनतिर लाग्यो भने हेर्नु कस्तो धुवा यताउति आगो सागो उस पोल्युसन इन्भाइरोमेन्ट पोल्युसनहरू यताउति एकदमै बिग्रिने। अनि यतातिर यो धेरै हामी किसानतर्फ यताउति वृक्षरोपणतिर लाग्यौँ भने कस्तो हरियाली चट्ट होइन, वातावरण एकदम सुरक्षित र। अनि हामी चाहिँ यहाँबाट अब लागिसक्यौँ। अब चाहिँ उता
देवदहको दहतिर पुग्नुपर्ने हुन्छ। हामी चाहिँ यो देवदहको यस्तो उसहरू धेरै सबमा जाने हौ ल। हेलो वाट्सअप गाइस, हामी भने भवानीपुरमा स्थित यो बुद्धको सङ्ग्रह अथवा भवनमा आएका थियौँ, जसमा चाहिँ आज चाहिँ बन्द रहेछ। खासमा यो भित्र चाहिँ बुद्धसँग रिलेटेड केही कुराहरू छ भन्ने कुरा चाहिँ हामीले सुनेका थियौँ, त्यही भएर हामी आज आएका थियौँ, तर बन्द रहेछ, त्यसकारण भित्र भने जान पाएनौँ। अब चाहिँ हामी उता देवदहको दहतिर लाग्नुपर्ने हुन्छ ढिला नगरी। अब चाहिँ अरू बेला आउनुपर्छ। हस् त। वाट्सअप गाइस, हामी भने यो अघि नै मैले भनेको देवहरूको दह ऋषिमुनिहरूको दहमा आइसकेछौँ। यसलाई चाहिँ टक्क होइन अब त्यो उसहरू ऋषिमुनिदेखि लिएर देवीहरूले स्नान गर्ने ठाउँ भनिन्छ होइन। चट्ट हामी चाहिँ अब यसमा नि आइसक्यौँ। अब एकदमै राम्रो गराएको छ, अहिले चाहिँ एकदम डेभलप भइरहेछ यहाँको बारे, एकदमै दामी छ। आइराख्नु होला यता पनि चट्ट। भाइ के छ, तिमी के गर्न आएको र यहाँ? नुहाउने? यहाँ त ठुलो सर्प छैन र? छैन, एकदम नुहाउन पाइन्छ यहाँ, मजा आउँछ नुहाउन। ल ल ल सब्सक्राइब गरिदिनु भन। भाइहरूले अघि नै एउटा भाइले उस गरेको देखेर यिनी भाइहरू पनि भन्नलाई जोसिएका छन्। के भन्ने रे? हेलो, म चाहिँ यो दाइको राइडर है, सबैले लाइक सब्सक्राइब हान्दिनु होला यो दाइको। उहिले हान्नु होला भाइ। ल सकेन भाइले, सकेन, फेरि हान्छ। नेक्स्ट ट्राई। भाइले अलिकति मात्रै सक्ने रहेछन्, भाइले अलिकति मात्रै सक्ने रहेछ, उहिले हान्न भने अलिकति मात्रै, तर मेहनत एकदमै गर्नुपर्छ अब भाइले। ल है त, लभ यु सो मच। अब चाहिँ हामी घर जानुपर्ने हुन्छ, यहाँबाट एकदमै राति पर्न लागिसकेको छ। अब हामी चट्ट घर जान्छौँ। घर जाने बेलाको चाहिँ यस्तो भिडियोमा देखाउन नि पाउँदैन, त्यसको लागि माफ पाऊ। अहिलेलाई चाहिँ आजलाई यति नै। हस् त, बाई बाई, लभ यु सो मच।